सम्पूर्णमा नमस्कार। आज मिति विक्रमसम्म 2082 साल माघ महिनाको 21 गते लोकसेवा तयारी सामग्री अन्तर्गतको विषयगत प्रश्नोत्तरहरू गोरखापत्रमा प्रकाशन गरिएको वाचन गर्न गइरहेकी छु। प्रश्न नम्बर 1 मा रहेको छ, प्राकृतिक स्रोतको परिचय दिँदै मुलुकको आर्थिक समृद्धिमा प्राकृतिक स्रोत परिचालन गर्ने योगदानबारे चर्चा गर्नुहोस्। साथै नेपालको 3 तहको सङ्घीय संरचनामा प्राकृतिक स्रोत परिचालनमा तहगत सरकारले गर्ने लगानी तथा प्रतिफलको हिस्सा निर्धारण गर्ने आधारहरू समेत उल्लेख गर्नुहोस्। यसको उत्तर रहेको छ, प्रकृतिबाट प्राप्त हुने सबै जैविक तथा अजैविक स्रोतहरूलाई प्राकृतिक स्रोत भनिन्छ। यी स्रोतहरू नवीकरण गरी निरन्तर रूपमा प्रयोग गर्न सकिने र नवीकरण नहुने अर्थात् एक पटक प्रयोग गरे पश्चात सोको सञ्चिति न्यून भई निरन्तर प्रयोग गर्न नसकिने गरी मुख्य 2 प्रकृतिका हुन्छन्। जल, वायु, वनस्पति आदि नवीकरणीय प्राकृतिक स्रोतहरू हुन्। त्यसैगरी खनिज पदार्थ, जीवाश्म, इन्धन आदि अनवीकरणीय प्राकृतिक स्रोत हुन्। प्राकृतिक स्रोतलाई मानवीय आवश्यकता अनुसार भिन्न भिन्न स्वरूपमा रूपान्तरण गरी उपयोग गर्न सकिन्छ। यसबाट उच्च मूल्य सिर्जना गर्दै मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न सकिन्छ। प्राकृतिक स्रोत परिचालनले मुलुकको आर्थिक समृद्धिका लागि पुर्याउने योगदानहरू निम्नानुसार रहेका छन्। प्राकृतिक स्रोतलाई औद्योगिक उत्पादनको कच्चा पदार्थको रूपमा प्रयोग गरी औद्योगिक विकास मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। कच्चा पदार्थ तथा औद्योगिक उत्पादनका वस्तु निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। प्राकृतिक स्रोतको उत्खनन, प्रशोधन तथा बिक्री वितरणको माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ। मुलुकको औद्योगिक तथा भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने ऊर्जाको महत्त्वपूर्ण स्रोतको रूपमा प्रकृति प्रदत्त स्रोतलाई प्रयोग गर्न सकिने हुँदा ऊर्जाको आयातमा कटौती हुनुका साथै निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्न सकिन्छ। प्राकृतिक स्रोतको उपयोग बापत रोयल्टी उठाई सरकारी राजस्व वृद्धिमा योगदान गर्न सकिन्छ। प्राकृतिक स्रोतको परिचालनमा स्थानीय जनसहभागिता प्रवर्धन गरी प्राप्त लाभको समन्वयिक वितरण मार्फत गरिबी र असमानता न्यूनीकरणका साथै सन्तुलित र समावेशी विकासमा योगदान गर्न सकिन्छ। प्राकृतिक स्रोतको परिचालनबाट मानवीय उपयोगिताका वस्तुको माग पूरा गरी जीवनयापनलाई सहज बनाउन सकिन्छ। पर्यटनको माध्यमबाट रोजगारी अवसर र आम्दानी सिर्जना गर्न सकिन्छ। प्राकृतिक स्रोतको प्रचुर उपलब्धताले राष्ट्रिय पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान पुग्छ। प्राकृतिक स्रोत परिचालनमा लगानी र प्रतिफलको हिस्सा निर्धारण गर्ने आधारहरू निम्नानुसार रहेका छन्। नेपालको संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सङ्घ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोत परिचालनमा गर्ने लगानी र प्रतिफलको हिस्सा निर्धारणका आधार तय गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। आयोगले सो कार्य देहायका विषयमा आधारित भई गर्ने भनी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐनले उल्लेख गरेको छ। क नम्बरमा लगानीको हिस्सा निर्धारण गर्न आयोगले दिने आधार। यसमा राजस्वको अवस्था र उठाउन सक्ने क्षमता, लगानी गर्न सक्ने क्षमता, प्राप्त गर्ने उपलब्धिको हिस्सा, प्राप्त उपलब्धिको उपभोगको हिस्सा, पूर्वाधारको अवस्था र आवश्यकता, आर्थिक अवस्था र भौगोलिक बनोट। ख नम्बरमा प्राप्त प्रतिफलको हिस्सा निर्धारण गर्न आयोगले लिने आधार। परिचालित प्राकृतिक स्रोतको अवस्थिति, प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित क्षेत्र, परिचालित प्राकृतिक स्रोत उपरको निर्भरता, प्रतिफलबाट लाभान्वित जनसङ्ख्या, प्राकृतिक स्रोतमा आश्रित जनसङ्ख्या, प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता। अन्त्यमा प्राकृतिक स्रोतलाई मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड मानिन्छ। प्राकृतिक स्रोतको उपयोग गर्दा पर्यावरणीय सन्तुलन, दिगोपना र स्थानीय समुदायको हितलाई ध्यान दिनुपर्छ।
कुनै एउटा प्रदेश वा स्थानीय तहले स्रोतको उच्च दोहन गर्दा त्यसबाट निम्तिने नकारात्मक प्रभाव अर्को प्रदेश वा स्थानीय तहले बेहोर्न पर्ने अवस्था रहने हुँदा प्राकृतिक स्रोत परिचालन तहगत सरकार बीचको विवादको विषय बन्न सक्छ। तीनवटै तहको साझेदारी वा स्थानीय समुदायको सहभागितामा प्राकृतिक स्रोत परिचालन गरी लाभको समन्वयिक बाँडफाँड गर्नुपर्ने संवैधानिक तथा कानुनी मार्गदर्शन बमोजिम प्राकृतिक स्रोत परिचालनको कार्य गर्नुपर्छ। आयोगले विवेकशील र विवादरहित ढङ्गबाट प्राकृतिक स्रोतको परिचालन गरी राष्ट्रिय समृद्धि हासिल गर्न तहगत सरकारलाई दिशानिर्देश गर्नुपर्छ। प्रश्न नम्बर 2 मा रहेको छ नेपाल पर्यटन बोर्डको उद्देश्य उल्लेख गर्दै यसले सम्पादन गर्ने 10 महत्त्वपूर्ण कार्यको सूची तयार गर्नुहोस्। यसको उत्तर नेपाललाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विश्व समुदायमा स्थापित गराउने मुख्य उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड ऐन 2053बाट नेपाल पर्यटन बोर्डको स्थापना भएको हो। नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा बोर्डले आफ्नो कार्य सञ्चालन गर्छ। सरकारी निकाय, निजी पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय संस्था तथा सरकारवाला बीच समन्वय गरी नेपालको पर्यटन क्षेत्रको विकासमा बोर्डले योगदान पुर्याउँदै आएको छ। नेपाल पर्यटन बोर्डको स्थापनाका उद्देश्यहरू: नेपाललाई एक आकर्षक पर्यटकीय स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने, देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र सम्वर्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धन गर्ने, पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी बढीभन्दा बढी रोजगारीका अवसरको सिर्जना गर्ने, नेपाललाई सुरक्षित, भरपर्दो तथा आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई उच्च एवं मर्यादित ढङ्गबाट स्थापित गर्ने, पर्यटकलाई गुणात्मक सेवा प्रदान गर्न पर्यटन व्यवसायमा देखा परेका समस्याको निराकरणका उपाय पत्ता लगाउन आवश्यकता अनुसार कार्यमूलक अनुसन्धान गर्ने गराउने र पर्यटन व्यवसायको विकासका लागि आवश्यक संस्थाको स्थापना र विकास गर्न सघाउ पुर्याउने। बोर्डले सम्पादन गर्ने 10 महत्त्वपूर्ण कार्यहरू निम्नानुसार रहेका छन्। पर्यटन व्यवसाय विकास, विस्तार र प्रवर्धनका लागि पूर्वाधार विकास, जनशक्ति विकास, परामर्श सेवा, पर्यटन सेवा तथा सुविधा विस्तार, पर्यटकीय स्थलको पर्यावरण संरक्षण लगायतका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, पर्यटन व्यवसायको विकासका लागि पर्यटन सम्बन्धी विविध क्रियाकलापमा निजी क्षेत्रको सहभागितालाई अधिकतम मात्रामा प्रोत्साहन गर्ने, ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थल, मठ मन्दिर तथा गुम्बाको संरक्षण सम्बन्धी विविध क्रियाकलापमा स्थानीय जनसमुदायको सहभागितालाई अधिकतम मात्रामा प्रोत्साहन गर्ने, नयाँ पर्यटकीय स्थलको पूर्वाधार निर्माण र विकासमा लगानी परिचालन गर्ने गराउने, ग्रामीण पर्यटकीय स्थललाई प्राथमिकता दिई ग्रामीण पर्यटन विकासका विविध कार्यक्रम सञ्चालन गर्न ग्रामीण समुदायलाई उत्प्रेरित गर्ने, अन्तर्राष्ट्रिय पर्यटन उद्यम बजारमा प्रतिस्पर्धात्मक रूपमा पर्यटन प्रवर्धन गरी नेपाललाई विश्वको एक प्रमुख पर्यटन केन्द्रको रूपमा विकसित गर्ने गराउने, मित्र राष्ट्रहरूसँग समन्वय गरी पारस्परिक लाभमा आधारित अन्तर्देशीय पर्यटन सम्बन्धी गतिविधि वृद्धि गर्ने, पर्यटन जनचेतनाका लागि विभिन्न तहमा प्रचार प्रसार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, पर्यटन व्यवसायीबाट पर्यटकलाई प्रदान गरिने सेवा तथा सुविधालाई स्तरीय बनाई पर्यटकको सुरक्षाका लागि समेत विशेष व्यवस्था गर्ने, पर्यटन सेवा सुविधाको गुणस्तर वृद्धि गर्नका लागि पर्यटन व्यवसायीलाई आफ्ना व्यावसायिक सङ्घ मार्फत आचार संहिता लागू गराउने, अन्त्यमा सरकार र निजी क्षेत्रको साझेदारी मार्फत नेपालमा पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धन गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतामा आधारित रही नेपाल पर्यटन बोर्डको स्थापना गरिएको हो। बोर्डले आफ्नो स्थापनाकालीन उद्देश्य हासिल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सरकारवालासँग समन्वय र सहकार्यमा आफ्ना काम कारबाही सञ्चालन गर्दै आएको छ।
नेपालको पर्यटन बजार विविधीकरण एवं प्रचार प्रसारमा बोर्डको भूमिका थप प्रभावकारी बनाउन आवश्यक छ। प्रश्न नम्बर 3 मा रहेको छ नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने अवस्था र विधि उल्लेख गर्नुहोस्। यसको उत्तर नेपालको संविधानको धारा 14 मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने अव्यवस्था रहेको छ। राजनीतिक अधिकार बाहेक अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार समान रूपमा उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गरिन्छ। नागरिकता सम्बन्धी ऐन 2063 बमोजिम देहायको अवस्थामा गैर आवासीय नेपाली नागरिकता प्राप्त हुन्छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली सहयोग संगठनको सदस्य राष्ट्र देश बाहेक देशमा बसोबास गरेको, साबिकमा वंशजको वा जन्मको आधारमा निजको बुवा वा आमा, बाजे वा बजे नेपालको नागरिक रही पछि विदेशको नागरिकता प्राप्त गरेको व्यक्ति। नागरिकता प्राप्त गर्ने विधिहरू निम्नानुसार रहेका छन्। क नम्बरमा गैर आवासीय नेपाली नागरिक हुन योग्यता पुगेको व्यक्तिले देहायको कागजात संलग्न गरी तोकिएको अधिकारी समक्ष निवेदन दिने। निवेदन दिने व्यक्ति वा निजका बाबु वा आमा, बाजे वा बजे नेपालको नागरिक रहेको प्रमाण। सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण। विदेशी मुलुकको नागरिकता भएको प्रमाण। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको प्रमाण। नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र। ख नम्बरमा साबिक नेपाली नागरिकताले नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएका व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने। निवेदन प्राप्त भए पश्चात सम्बन्धित अधिकारीले आवश्यक सबुत बुझी निजलाई नागरिकता प्रदान गर्ने। गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले तोकिए बमोजिम शपथ लिने। अन्त्यमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था नेपालको संविधानमा पहिलो पटक उल्लेख भएको विषय हो। भूमण्डलीकरणले सिर्जना गरेको परिस्थितिलाई उचित सम्बोधन गर्न संविधानमा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्बन्धी प्रावधान राखिएको छ। यस्तो नागरिकता प्राप्त गर्ने व्यक्तिसँग विदेशी मुलुकको नागरिकता समेत हुने गर्छ। गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको संविधान र कानुनको पालना गर्नुपर्छ। प्रश्न नम्बर 4 मा रहेको छ नेपालको संघीय प्रणालीमा राजस्व बाँडफाँडको महत्त्व उल्लेख गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी 5 वर्षका लागि स्थानीय विभाज्य कोषबाट स्थानीय सरकार बीच राजस्व बाँडफाँड गर्न तय गरेको आधार र ढाँचा प्रस्तुत गर्नुहोस्। यसको उत्तरमा कुनै एक तहको सरकारले सङ्कलन गरेको राजस्व अन्य तहका सरकार बीच बाँडफाँड गर्ने कार्यलाई राजस्व बाँडफाँड भनिन्छ। नेपालको संविधानको धारा 60 मा नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउने कुरा उल्लेख छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनबाट मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादन बापतको अन्तःशुल्कलाई सङ्घ, प्रदेश र स्थानीय तहबीच क्रमशः 70, 15 र 15% दरले बाँडफाँड गर्ने व्यवस्था गरिएको छ। राजस्व बाँडफाँडका विस्तृत आधार र ढाँचा निर्धारण गर्ने जिम्मा स्वतन्त्र संवैधानिक निकायका रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई प्रदान गरी बाँडफाँडलाई निष्पक्ष र पारदर्शी बनाइएको छ। स्थानीय तहले प्राप्त गर्ने 15% रकमलाई स्थानीय विभाज्य कोषबाट 753 स्थानीय तहमा बाँडफाँड गर्ने आधार र ढाँचा तयार गरी 5 वर्षसम्म लागू हुने गरी प्रत्येक स्थानीय तहले प्राप्त गर्ने हिस्सा सिफारिस गरिएको छ। नेपालको संघीय प्रणालीमा राजस्व बाँडफाँडका महत्त्वहरू निम्नानुसार रहेका छन्। प्रदेश तथा स्थानीय तहको सेवा प्रवाह, विकास, निर्माण र कार्य सञ्चालनका लागि स्रोतको प्रबन्ध गर्ने। प्रदेश तथा स्थानीय तहको उद्र वित्तीय अन्तर कायम गर्ने। संघीय राजस्व असुलीमा प्रदेश र स्थानीय तहको सहयोग अभिवृद्धि गर्न। तहगत अन्तर सम्बन्धलाई सुदृढ बनाउँदै सहकारितामूलक संघीयता कार्यान्वयनमा योगदान गर्न। क्षेत्रीय असमानता र असन्तुलनको सम्बोधन गर्न। प्रदेश तथा स्थानीय तहको विशेष अवस्थालाई सम्बोधन गर्न।
प्रत्येक 5 वर्षका लागि सङ्घीय राजस्वको हिस्सा सुनिश्चित गरी प्रदेश तथा स्थानीय तहको कार्यगत स्वायत्तता प्रवर्धन गर्न, स्थानीय विभाज्य कोषबाट स्थानीय सरकारबीच राजस्व बाँडफाँड गर्ने आधार र ढाँचाहरू निम्नानुसार रहेका छन्। अब 2082-83देखि 86-87सम्मका लागि स्थानीय विभाज्य कोषबाट स्थानीय सरकारबीच राजस्व बाँडफाँड गर्ने आधार र ढाँचा यस प्रकार रहेका छन्। क नम्बरमा जनसङ्ख्या र जनसाङ्ख्यिक विवरणलाई 55% भार प्रदान गरिएको छ, जसलाई 100% मानि देखाएका उपसूचकलाई देहाय बमोजिम भार प्रदान गरिएको छ। कुल जनसङ्ख्यालाई 60% भार, आश्रित जनसङ्ख्यालाई 30% भार, अपाङ्गता भएका जनसङ्ख्यालाई 10% भार। ख नम्बरमा स्थानीय तहको क्षेत्रफललाई 18% भार प्रदान गरिएको छ। ग मानव विकास सूचकाङ्कलाई 10% भार प्रदान गरिएको छ। घ खर्चको आवश्यकतालाई 2% भार प्रदान गरिएको छ, जसलाई स्थानीय तहको वडाको सङ्ख्याको आधारमा मापन गरिएको छ। ङ राजस्व सङ्कलनमा गरेको प्रयासलाई 3% भार प्रदान गरिएको छ। च पूर्वाधार विकासको अवस्थालाई 10% भार प्रदान गरिएको छ, जसलाई 100% मानि देहायका 6वटा उपसूचक निर्धारण गरी देहाय बमोजिमको अङ्क भार प्रदान गरिएको छ। सडकको घनत्व, सडकको पहुँचलाई 35%, खानेपानीको सुविधा, खानेपानीमा पहुँचलाई 15%, सरसफाइ, शौचालयको उपलब्धतालाई 15%, सहरीकरणको अवस्थालाई 15%, विद्युतको सुविधा, विद्युतमा पहुँचलाई 10%, सूचना प्रविधिको सुविधा, सूचना प्रविधिमा पहुँचलाई 10%। 6 नम्बरमा विशेष अवस्थालाई 2% भार प्रदान गरिएको छ, जसमा 2%लाई 100% मानि देहायका 2 उपसूचकलाई देहाय बमोजिम भार प्रदान गरिएको छ। चुरे संरक्षण क्षेत्रले ओगटेको क्षेत्रफललाई 70%, मध्यवर्ती क्षेत्रले ओगटेको क्षेत्रफललाई 30%। अन्त्यमा नेपालले अवलम्बन गरेका वित्तीय सङ्घीयताको एक महत्त्वपूर्ण पक्ष राजस्व बाँडफाँड हो। वित्तीय सङ्घीयताको संरक्षकको रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गठन र आयोगको कार्य सञ्चालनबाट राजस्व बाँडफाँडमा निष्पक्षता, वस्तुनिष्ठता र समन्यायिकता कायम गर्न मद्दत पुगेको छ। एकपटक निर्धारण गरिएको हिस्सा 5 वर्षका लागि प्रयोग गर्न सकिने प्रबन्धका कारण प्रदेश तथा स्थानीय तहको आवधिक योजना र बजेट तर्जुमा प्रक्रियामा स्रोत प्रक्षेपणलाई बढी यथार्थपरक बनाउन सहयोग पुगेको छ।